हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई। लास्ट अफ हेफुला र आज चाहिँ दुई भाइ चाहिँ यालबुङ गए हुँदैछ। यो चाहिँ फर्स्ट टाइम हो र मेरो चाहिँ अब जन्मथलो होइन। म चाहिँ अब यहाँ चारखोलमा चाहिँ जन्मेको होइन, म चाहिँ खास चाहिँ यालबुङमा जन्मेको हो र जन्मथलो जाँदैछु। हाम्रो चाहिँ आबेनहरूको घर चाहिँ हुँदै पर्छ नि त, आखेमाम आबेन अगुहरूको घर चाहिँ हुँदो पर्छ यालबुङ। हामी चाहिँ चारखोलमा आएर बसेको हो र यसो भन्दै जाँदैछु। अब यो चाहिँ फर्स्ट टाइम हो यालबुङ, फर्स्ट टाइम होइन। कस्तो छ अब म देखाउने छु। यालबुङको अलिक आँखा रातै छ, बिहान नै हिँडेको नि त, त्यही भएर र म बाटोमा देखाउँछु। टक्कै अब हामी चाहिँ यहाँ पेट्रोल हाल्न गइसकेको छ। बढी पेट्रोल लिँदैछ। वर्ष गाइस चारखोल बिहान कति बज्यो? 5:30। चिसो मौसम भइदिरहेको छ यता। बाइकले पनि टक्कै एम्बोस खान्छ एम्बोस। 100 टाका हो, 100 टाका एम्बोसको दाम। एम्बोसको दाम चाहिँ दोकानमा जानु त। टक्क दोकानमा आइदिरहेको सिन भइदिरहेको। बर्बट बर्बट यता चाहिँ सपिङ गर्नुको लागि टक्क हो। यता साइडमा बस्दिरहेको छ। Shout out to my friend Jian Lipsa. अब ब्रेड सेट नामको लागि किनिदिनु हुँदैछु। हजुर Pero bisa masuk kita ramai kita. Kita tidak. Ada. Enggak bisa pergi sana. होइन साथीभाइ, अहिले चाहिँ हामी यालबुङ पनि पसिसकेका छौँ। अघि भाइले भ्लगमा अलिकति देखाइदियो होला त्यहाँ अगाडि। र यताको चाहिँ अलिक रोड चाहिँ अब नाजुकै छ भने यतिखेर, तर एकदम फ्यान्टास्टिकै छ भनिदिउँ। र यस्तै हो गाउँघरको बाटो होइन। र हामी चाहिँ यसले पानी खान्छ अरे भने चाहिँ पानी नै आउँछ। धारा मजाको बनाएको रहेछ। र हामी जाँदैछ। अब धेर लाग्दैन, अब बिचमा 5 मिनटहरू लाग्छ, 5-10 मिनट पुगिगएका छौँ। र म देखाउनेछु, यसले बाटोतिर देखाउँदै लानेछु है तपाईँहरू।
त है बाटो खाइसक्छ वेलकम टु याबु फर्स्ट गएको याबु होमस्टे सो अहिले चाहिँ यहाँनिर आइपुगेको छौँ हामी भाइ र म र बाटो त्यस्तै रह्यो र यो चाहिँ हाम्रो अन्तर्याबिनको घर हो यो चाहिँ हाम्रो च्याङ बाबुकै यहाँ चाहिँ गेस्टहरू पुरा आउनु भएको रहेछ होइन र च्याङ बाबुको होमस्टे र यहाँनिर फ्लावर पनि मजाले फुलेको क्या यही टिप्ने अब सजना टिपाइयो पहिला चाहिँ हाम्रो चाहिँ घरि यहाँ थियो यतानिर डरो र अब म चाहिँ यहाँनिर उयो झार्दैछु सजना यता खोला यसलाई चाहिँ फेटामै ढालिदिने हो भाँडाङ बुडुङ पारेर पक्रिनु यो हाम्रो कटहर गाइस कटहर रुख कटहर यतातिर माथितिर पनि रहेछ हल्का हो यता हो बाटो रुखमा बिस्तारै भाँचिन्छ आस्ते आस्ते दादा आस्ते पलाउँछ अरे नि त फेरि यही वर्ष कमलो हुँदो रहेछ के हो लडे डरो उड्यो डरो आस्ते आस्ते बाख्राहरू चाहिँ टन्नै रहेछ यता यालबुङ भन्ने जग्गा चाहिँ मैले सोचेको भन्दा चाहिँ अब हेभी एडभान्टेज रहेछ क्या मैले सोचेको भन्दाखेरि चाहिँ यालबुङ चाहिँ अब मैले सोचेको जस्तै रहेन दामी रहेछ नि दामी लाग्यो मलाई सजना टिपाइ हुँदा चाहिँ यो चाहिँ भोटे धनिया भन्छ नि के भोटे धनिया औलमा चाहिँ यस्तो हुन्छ नि त अब यता भुइँभरि हो हाम्रो आमेन पाराङ नै उयो पर जानु हुँदैछु यो पनि यहाँ सजना टिप्दैछ त्यस कटर ट्री उहाँ चाहिँ हेभी फलेको छ यहाँनिर पहिला चाहिँ साथीभाइ हाम्रो चाहिँ घरेटी चाहिँ यहाँ थियो अरे अब हो र यहाँनिर बसेको थियो अरे हामी चाहिँ आबेनहरूको चाहिँ यहीँनिर हामी चाहिँ यहाँ बसेको थियो अरे पछाडि चाहिँ चारखोल लाग्दिएको अरे नि त हौ लेकमा हिउँ हेर्नु हो अन्त उँभोकै बासिन्दा यता त हामीलाई चाहिँ गरम त अब त्यस्तै हुन्छ नि अब डर लाग्दो क्या सजना चाहिँ हेर्नुहोस् है हेभी अहिले चाहिँ रुख सिफ्ट भयो अघि यहाँ अहिले भाँचिन्छ बिस्तारै गोजा ए यस हेर गाइस सजना ड्रम स्टिक अझै एउटा हाल्नु न उयो पल्लो हिर्काइदिनु न चाङले पनि लान्छ अरे थाहा यो होइन होइन यताको त्यो उयो हानिदिनु त यताको ओभर छ त्यसमा ड्रम स्टिक हजुर के हौ त्यो काट्ने यति कलेक्सन गरिसक्यो हजुर
बिस्तारै बिस्तारै आम्बो माथि हाने गयो या लुखौ सजना गाइस सजना यता चाहिँ थिएछ गाइस बच्चाहरू छ के यता सुहाचेको नि कालो बुङ्गुर रहेछ नि यता त धरने कालो रहेछ खै त लु यता पनि सेम यता अर्कै ब्रिडको रहेछ क्या कमन कटर जाँदिन अब कटर जाँदिन अब हो त्यो त एउटा त छिप्पेको हो क्या सेकेन्ड बोइलर गाइस सेकेन्ड बोइलर त्यही त बिस्तारै अरू पाक्छ पनि ठुल्ठुलो हुन्छ यो आस्ते आस्ते पक्रिनुपर्छ फुट्दैन होला हौ फ्याँक्नु त फ्याँक्नु कटर कन्टेन्ट आस्ते सेट्टा हान्नु न फुट्दैन होला ल अरे होइन वा त ओके नो मिक्स एकदम भालो दादा एकदम कटहरी टिप्ने मान्छे त्यो चाहिँ भाइ आखे होला चिनेन तर आखिने जस्तो लाग्यो सिङ्गरको सन्धिर होला गीत गाइदेऊ न भाइ कुन चाहिँ गीत गाउँदै थियो भर्खर गीत गाउन एउटा प्लिज गीत गाएन नि नाम के पो हो तिम्रो सजना होइन नाम पो सोधेको तिमीलाई छिटो भन त यहाँ अघिको भ्लगमा आउँछ नि यहाँ छिटो नाम हो नेम के तिम्रो नेम छिटो नै कति टाइम भइसक्यो लु त छिटो भन्नु त नभन्ने ब्याड बोय रहेछ नि साँच्ची भनेको बोलेन भाइ फेरि चढ्दैछ कटर जानु टिप्नु न एउटा बिस्तारै ट्याक्कै भाँचिन जस्तो लाग्यो यो त्यो अलिक काँडा ठुलो भएको त्यो त कस्तो टाइपको छ त है मेरो तर्फबाट आउँदाखेरि गाइस भ्लग यसको चाहिँ चोप ओभर निस्किँदै रहेछ चोप चाहिँ कटहरी यो चाहिँ नि साथीभाइ फाउलको मान्छेलाई थाहा छ हाम्रो लेकतिर हुने यताउता हुनेको चाहिँ यसको सब्जी चाहिँ नि यस्तो दामी हुन्छ
कुखुराको मासु सेम 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 बोइलर त सेम अनि पानी लगायो भने चोकको के पानी लगाउनुपर्छ अरे कि सेल्फी स्टिक यो बजार तिम्रो नाम त भन्छ होला भन्न न पाल्दैन तामाङ कहाँको नाना हो कहाँ कतिमा पर्छ कतिमा पर्छ टुमा पर्छ ए के अरे यो चाहिँ भाइ कटहर होइन यो देख्दै गरेको यो परको यो बाटोबाट चाहिँ यालबुङ केभ स्टार्ट हुँदो रहेछ यहाँ आइदिरहेको छैन मौसम गुड मौसम नेसनल हाइवे देख्दो छैन र अहिले चाहिँ यहाँनिर ग्राउन्डमा आइपुगेको छौँ दुई भाइ तल एकछिन घुम्नु गएको थियो यो चाहिँ अब फर्स्ट टाइम आएको यालबुङको ग्राउन्ड चाहिँ अब यस्तो चाहिँ साथीभाइ चेकआउट दिस ग्राउन्ड यालबुङको चाहिँ फेस्टिभल हुने चाहिँ यही ग्राउन्डमै हो यहीँनिर हुन्छ हो ऊ माथि देख्दै गर्नु भएको जग्गाहरू चाहिँ सबै त्यो उँभो चाहिँ सन्स डाँडा हो यो पर देख्दै गर्नु भएको घरहरू चाहिँ सबै यहाँ चाहिँ पाखरिन चाहिँ 4 घर छ हो तामाङहरू यहाँनिर 4 घर हाम्रो चाहिँ आबेनहरू अनि उँधो चाहिँ अरू जातहरू पनि छ एकदम यालबुङ चाहिँ अब पहिलाको हेरी चाहिँ अब हेभी डेभलप भएको क्या कस्तो राम्रो भएको छ नि अहिले त आमा टुरिस्टहरू आउने गर्छ होइन तपाईँहरू कतिजनाले कति भ्लगहरूमा पनि देखेकै हो कतिजना लगाउनु पनि भएको छ तल गेपतिर गएर होइन मजाको भिडियोहरू बनाएर लगाउनु भएको छ तर म चाहिँ त्यो जग्गा चाहिँ पुगेको छुइनँ पहिला चाहिँ पुगेको हो पहिला चाहिँ म त्यहाँनिर गएर यसो अब यतै बस्दाखेरि त गाई बाख्रा चराएको जग्गा हो अनि गाईहरू लाने गर्थ्यो खोला खेल्दै हो केटाकेटीमा कस्तो रहर हुन्छ नि त र मजा आउँथ्यो क्या जेहरूसँग जान्थ्यौँ हामी यहाँनिर होइन अनि यता पनि छ यता पनि खोलाहरू छ यतापट्टि पनि हो तर त्यो तलको खोला चाहिँ के खोला जुरेन्ती खोला या के खोला भन्थ्यो मैले बिर्सेँ क्या निकै भयो नि त अब चारखोल बसेको अनि म त चारखोल त अब 2-2.5 वर्षमा लगेको भन्छ अब मलाई त्यति थाहा छैन अब यहाँतिरको अब थाहा थिएन अब सानो केटाकेटीमै लगेको नि त त्यहाँदेखि पछाडि आएर चाहिँ हामी आउँथ्यौँ नि त यसो हप्तामा महिनामा होइन त्यति बेला चाहिँ जेहरूसँग गाई बाख्राहरू चराउनु जान्थ्यो नि त यता हुँदो अनि एकदम रमाइलो अहिले त्यति बेला त अब कस्तो थियो अब कस्तो हरेसै भनौँ अब त्यति बेला अब पानीको दुःख त्यस्तै हो हेभी दुःख थियो यो जग्गामा तर अहिले हेर्नुहोस् त कति चाहिँ अब फेसिलिटी छ यहाँनिर कति मजाको छ यस्तो मजाको जग्गा भएको छ यालबुङ म त यतै आउनु पनि मन लाग्दैछ यालबुङ यसले के गर्छ र लडाउँछ नलडा केटाहरूले टायर त 2 महिनाको त खाइगयो 2 महिनाको टायर त खाइहाल्यो केटाहरूले स्टोन यस्तो गर्छ नि यस्तो भयो कस्तो भयो टायरमा अलिक हवाई छैन नि यसो भन्दा र आजको यालबुङको टुर चाहिँ कस्तो भयो त हेभी दामी मजा आइरहेको छैन सोचेको भन्दा चाहिँ अब दामी रहेछ यो जग्गा चाहिँ घरै घर रहेछ म त घरहरू त छ भनेर सोचेको थिएन नि यतातिर तर फर्स्ट टाइम यस्तै है मजाको लाग्यो हेप्पी मजाको लाग्यो राम्रै छ यतिको त है ग्राउन्ड चाहिँ पहिला यत्रो थिएन नि भाइ यत्रो थिएन सानो थियो हो सानो थियो नि यो पछाडि डोजरहरू लगाएर अहिले ठुलो मजाको बनाएको रहेछ
तर पहिला पहिला त अब कस्तो हर्स लाग्छ साथी भने यहाँ यस्तो दुःख थियो कि पानी पनि अब बोकेर खानुपर्ने। तँलाई मैले अघि भने नानीहरूले कहाँदेखि पानी बोक्थ्यो अरे भनेर हामी मसिनो नानीहरू हुँदा। हाम्रो जियोलाई चाहिँ थाहा छ, हाम्रो जियोलाई चाहिँ यहाँतिरको पुरै थाहा छ, त्यसलाई चाहिँ पुरै थाहा छ हो। त्यही त अब त्यो गइहाल्यो हो, के गर्नु त्यस्तै हो परदेशी जिन्दगी भन्ने। यो माथि माथि देख्दै गरेको माथि टप डाँडा चाहिँ नमुङ है, ऊ माथि यो तल देख्दै गरेको घन्टी डाँडा, यता ग्यासोक, यो माथि सनिस डाँडा हो, यो पर देख्दै गरेको डाँडा गाउँ, अघि अघि आएको बाटो ऊ माथि डाँडा गाउँ है ऊ, त्यो उयो हाइवे त्यो डाँडा गाउँ हो। लु बाइक लिएर आइज न, एकदम मोज हुँदैछ, त्यस्तै हो पारा हुँदै होइन, मजा आउँदैछ यालबुङ घुमाइलो है। गुवाको बिरुवा मात्रै हेर्नुहोस् साथीभाइ, ड्याममै आबेनले रोप्नु भएको होला। यो चाहिँ कमेन्टमा लेख्नुहोस् होला के हो यसको नाम चाहिँ के हुने जिनिस चाहिँ अब फल्नु नि यसरी होइन। हेर्नु त खानु फलेको छैन त, तर भनिदिन्छु नेबारा भन्छ यसलाई। गाईलाई मजाले दियो भने चाहिँ दुध राम्रो आउँछ भन्छ। यो चाहिँ बजुर डन्ठीको रुख हो, यो किचन बजुर डन्ठी हो, यस्तो हुन्छ नि। सिधा भन्ने चाहिँ हुँदैन र नि त यो रुख, नेबारा हो। र गाइस अब हामी चाहिँ टक्क पारामा होइन यालबुङबाट रिटर्न ब्याक टु होम। यो जग्गाहरू चाहिँ एकदम हेभी रिस्की, हात्तीहरू निस्किरहेको छ भन्दै थियो, अहिले नि आएको यता मान्छेहरू खेलाएर पर बसिरहेको थियो। त्यो जग्गातिर चाहिँ हेभी अर्नाम निस्किने लोकेसन रहेछ, हेर्दा पनि हाम्रो अब चाहिँ हामी टक्क यहाँनिर हाइवे निस्किन आएको थियो हो। हाइवे निस्किन आएको चाहिँ बाटो चाहिँ त्यहाँनिर चाहिँ अलिकति डिस्टर्ब रहेछ हाइवेको त्यहाँनिर चाहिँ। यही बाटोको कुरा गरेको, यो चाहिँ बच्चा यो चाहिँ मुख चाहिँ यो मुख चाहिँ बनाउनु भएको थियो हयगञ्ज खासमा चाहिँ। अब टक्क पाडामा फेरि हो केटाहरू गङ्गी भएर निस्किदिइसक्यो नि रोड। यहाँबाट चाहिँ उडो उडेको छ, डाइरेक्ट हाइवेबाट चाहिँ सबै निस्किनु देख्दैन। यहाँ मुनि पर्नुपर्छ यालबुङ भनेर चाहिँ यो बाटो चाहिँ यालबुङ यहाँ माथि नै न्यू ब्रिज बनिँदो रहेछ, यहाँ बनिँदो रहेछ बनिँदैछ। यो सानो सिक्किमको त्यहाँनिर छ यो चाहिँ गाई हुँदैछ सिक्किम।
हार पनि जित्छ नि त फिलहाल चाहिँ रमिते आइसकेको छौँ बाटो खराबी छ फाइनली साथीभाइ अहिले चाहिँ हामी चाहिँ घर पनि आइपुगेको छौँ ब्याग चाहिँ आमाले लानु भएको छ म चाहिँ हेलमेटहरू बोकेर भाइ र आमा चाहिँ अगाडि जानुभयो यालबुङ गरमले चाहिँ आलाकोलोक हो र यसो भन्दै आइपुगेका छौँ र यसो भन्दै मेरो चाहिँ अब यो भिडियो चाहिँ म यतिमै राख्न चाहन्छु के कस्तो लाग्यो आउँदै गर्नेछु च्याङबा ओके बाई बाई टेक केयर सबैजनालाई